हिजो मैले भन्दै थिएँ नि के अरे म एलोभेरा लाउँछु कपालमा भनेर, त्यसैले म जाँदैछु एलोभेरा टिप्न। कपालमा लगायो भने राम्रो हुँदो रहेछ क्या यो एलोभेरा। यो काट्नु पर्यो। कपालको त केयर गर्नै पर्यो। हेर्नुहोस् कत्रो कत्रो छ एलोभेरा। एक काटे यस्तै एलोभेरा काट्नु पर्यो नि। म चाहिँ एलोभेरा स्याम्पू हालेर लाउँछु। कपाल सिल्की नै हुँदो रहेछ र अनि तेल पनि लाउनु पर्दैन। त्यही भएर मेरो एलोभेराको भारी पुग्यो। सब पातलो छ। आजको लागि यति नै। एलोभेराको काम चलाउनु पर्यो। सिडी चढ्न पनि धेरै गाह्रो। यो चाहिँ चम्चीले निकाल्छु। चिप्लेको गर्दै पानी लाउँदै फेरि गर्दै। हतार गर्दा यस्तै हुन्छ। चक्कुले काट्ने ठाउँमा चम्चीले नि। आजको मौसम पनि पानी पर्ला जस्तो छ। बल्ल सकियो यो गरेर। अझै एउटा रहेछ। चियो सबै नि राखिसकेँ। अब म यसमा मिक्स गर्छु स्याम्पू। तपाईहरुलाई चाहिँ स्याम्पू मनपर्छ भने यसमा हालेर लाउनु। मलाई चाहिँ यो स्याम्पू हाल्यो भने राम्रो सेन्ट आउँछ क्या, त्यही भएर
म चाहिँ यसमै स्याम्पू हालेर अनि कपालमा राख्छु लगाएर 10-15 मिनेट। जसलाई स्याम्पू हालेर लाउन मन लाग्छ उहाँहरूले स्याम्पू हालेर लाउनु। जुन स्याम्पू हाल्दा पनि हुन्छ, तपाईँहरूले जुन प्रयोग गर्नुहुन्छ त्यही स्याम्पू प्रयोग गर्न सक्नुहुन्छ तपाईँहरूले। नुहाउनुभन्दा 5-10 मिनट अगाडि लाएर राख्नु होला यो चाहिँ। मजाले स्याम्पूलाई चाहिँ घोल्नुपर्छ यसमा। अब चाहिँ म यो लाउन गइरहेको छु। सबैको जोरै गर्छु। तपाईँहरूलाई चाहिँ यो चुक्टा जस्तो लाग्छ भने मिक्सरमा ग्राइन्ड गर्नुलाई चाहिँ कपालमा लगाइसकेँ। मैले चाहिँ टाउकोमा सल्लिनै पर्छ कि, किनकि जेठाजुहरू हुनुहुन्छ, ससुराबा हुनुहुन्छ, त्यही भएर टाउकोमा चाहिँ यो लाउनै पर्छ र लगाइरहेको छु। तपाईँहरू चाहिँ नलाउँदा पनि हुन्छ है। अब 10 मिनट राख्नुहोस् अनि नुहाउनु। एकछिनमा आउँछु म फेरि। फाइनल्ली म चाहिँ नुहाएर आइसकेँ। अब देखाउँछु म तपाईँहरूलाई मेरो कपाल। चिसोमा त राम्रो देखिन्छ होला नि। सुकेपछि पनि देखाउँछु ल कपाल। अब म सुकेपछि देखाउँछु ल कपाल कस्तो भयो भनेर। झन् अझै मेरो कपाल सुकिसक्यो हेर्नु। मेरो चाहिँ अलिअलि कपाल कालो पनि हुँदैछ र सिल्की पनि हुँदैछ, हल्का हल्का बढ्दै पनि छ कपाल। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु सबैजनाले। थ्याङ्क यू।